आदरणीय दर्शकवृन्द तथा श्रोता साथीहरू नमस्ते अनि स्वागत छ तपाईहरु सबैजनालाई। टियु ग्राउन्डमा अहिले इन्टरनेसनल स्ट्यान्डर्डको स्टेडियम बनाउनको लागि चाहिँ कामलाई निकै द्रुत गतिमा अगाडि बढाइएको छ। अहिले हेर्नुहुन्छ भने 21औं दिन सकिँदै गर्दाखेरि चाहिँ कामलाई चाहिँ एकदमै प्याराफिट र फ्लड लाइट दुवैको कामलाई चाहिँ एकदमै स्पिड अप गर्न खोजेको छ निर्माण कम्पनीहरूले भने। सरकारी पक्षहरूले पनि लगातार रूपमा फिल्डमै बसेर अनुगमन तथा निर्माण पक्षलाई सहयोग गर्ने कामहरू, फेसिलिटेट गर्ने कामहरू गरिराखेको देखिन्छ। लगातार रूपमा गुणस्तरीय कामको लागि गुणस्तर चेक गर्नेदेखि लिएर गुणस्तर सम्बन्धी कामहरू पनि भइराखेको देखिन्छ, अनुगमन पनि भइराखेको देखिन्छ। र यहाँनिर हेर्नुहुन्छ भनेपछि टियु ग्राउन्ड जुन फ्लड लाइट र प्याराफिटको काम छ त्यसलाई चाहिँ दुईटा फरक निर्माण व्यवसायीहरूले काम अगाडि बढाइराख्नु भएको छ। दुवैतर्फ प्याराफिटलाई चाहिँ इस्ट र वेस्ट गरेर दुईवटा सेक्सनमा डिभाइड गरेर काम बढाइराखेको छ। फ्ल्याग स्ट्यान्डतिर भएको फ्ल्याग जुन पुरानो फ्ल्याग स्ट्यान्ड थियो त्यो फ्ल्याग स्ट्यान्डतिर चाहिँ त्यसलाई इस्ट सेक्सन भनेको छ भने जुन साइडमा चाहिँ तपाईको पवेलियनको नजिक छ त्यसलाई चाहिँ वेस्ट सेक्सन भनेर दुईटा सेक्सनमा डिभाइड गरेर चाहिँ कामहरू भइराखेको छ। अहिले चाहिँ सोलिङ लगायतको कामहरू सकेर दुवैतर्फ चाहिँ पिलरहरू जुन हामीले हात्ती पाइले जस्तो गर्छौं घरको जग बनाउँदाखेरि त्यस्तै चाहिँ यहाँ प्याराफिटको पनि त्यही जगको लेभलमा काम चाहिँ भइराखेको छ र माथि पिलरहरू उठाउने काम पनि सुरु भइसकेको छ। धमाधम काम भइरहेको छ। एकदम यसलाई चाहिँ स्पिड गरेर चाहिँ कामलाई अगाडि बढाइएको छ र निरन्तर रूपमा कामलाई चाहिँ राति पनि गर्ने गरिएको छ। दिउँसो मात्र नभएर रातिसम्मै काम चाहिँ हुने गरेको देखिन्छ। एकदमै कामलाई चाहिँ भनौं न एकदमै स्पिडमा चाहिँ यसलाई चाहिँ अगाडि बढाउन खोजिएको छ र निर्माणको चाहिँ जुन एउटा रेशियो छ त्यो हेर्दाखेरि चाहिँ कामलाई स्पिड अप गरेकै छ। अब पक्कै पनि प्याराफिटको फर्माहरू गर्दाखेरि चाहिँ अझै कर्मचारीहरू या कामदारहरू थपेर चाहिँ कामलाई चाहिँ अगाडि बढाउने नै छ होला निर्माण कम्पनीले। र यसरी हेर्दाखेरि चाहिँ कामको स्पिड अपदेखि लिएर अन्य कुराहरू राम्रो भइराखेको देखिन्छ। प्याराफिट तर्फ पनि काम छ, इन्टेन्स काम छ प्याराफिटमा, धेरै कामहरू छ प्याराफिटको चाहिँ। त्यही पनि योसँग रिलेटेड निर्माण कम्पनीले नै राम्रो काम गरिरहेको छ भने फ्लड लाइट सम्बन्धी कामहरू पनि अलिकति टेक्निकल र त्यसमा चाहिँ अब धेरै गहिरो पाइलहरू राख्नुपर्ने र फ्लड लाइटहरू चाहिँ अग्लो पोलहरूमा राख्नुपर्ने भएको हुनाले चाहिँ त्यसको काम पनि भइरहेको छ। र फ्लड लाइटहरूको चाहिँ हाइट 50 देखि 55 मिटरसम्मको चाहिँ ग्राउन्ड लेभलबाट हुनेछ भनेर भनिएको छ र त्यसमा युरो स्ट्यान्डर्डको लाइटहरू चाहिँ माथि जडान हुनेछ भनेर बताइएको छ। त्यसैले फ्लड लाइटको पनि अहिले तपाईको चौथो फ्लड लाइटको चाहिँ पाइलहरू राख्ने काम भइराखेको छ। तीनवटा फ्लड लाइटको लागि जुन एउटामा 9वटा चाहिन्छ र त्यस्तो गरेर तीनवटा ठाउँमा चाहिँ सम्पन्न भइसकेको छ फ्लड लाइटको पाइलर राख्ने भने चौथो फ्लड लाइटको काम भइराखेको छ। प्याराफिटको दुवैतर्फको काम भइराखेको छ। दुवै निर्माण कम्पनीले एकदमै राम्रोसँग काम गरिराख्नु भएको छ। फ्यानहरू तथा क्रिकेटसँग सम्बन्धित मान्छेहरूको प्रतिक्रियाहरू हेर्दाखेरि चाहिँ अब निर्माण एकदमै स्पिडमा भएको र नेपालमा यसरी निर्माण हुन्छ भनेर कल्पनै नगरेको र राम्रो निर्माण एउटा लेभलमा चाहिँ निर्माण भइराखेको प्रतिक्रियाहरू उहाँहरूले दिइराख्नु भएको छ। क्रिकेट फ्यानहरू भन्नुस् र कतिपय अब भनौं न अब राजनैतिक रूपमा अब अलिकति खिचातानीहरू भइराख्छ हाम्रो देशमा र त्यस्तो ठाउँमा चाहिँ अब अलिकति भनौं न पक्कै पनि भनेको टाइममा त सिद्धिँदैन भन्ने खालको कमेन्टहरू पनि सुन्नमा आइन्छ। स्वाभाविकै हो, अब कतिपय समर्थन होला, कतिपय विरोध होला, तर ओभरअलमा हेर्दाखेरि यो समयमै निर्माण सम्पन्न हुँदै गर्दाखेरि नेपाली क्रिकेटको जित हुनेछ र नेपाली क्रिकेटलाई माया गर्ने सम्पूर्ण दर्शकहरू, सम्पूर्ण नेपालीहरू, सम्पूर्ण क्रिकेट प्रेमीहरू चाहिँ खुसी हुनुहुन्छ कि काम यसरी स्पिडमा एउटा लेभलमा लगेर चाहिँ अगाडि बढाउन खोजिएको छ र वर्षातभन्दा अगाडि यो कामहरू सकिँदै गर्दाखेरि यसले पक्कै पनि एउटा सकारात्मक मेसेज पनि जानेछ भने दोस्रो चरणको कामहरू, किनभने यति काम भइसकेपछि अब थोत्रो पवेलियन र अन्य जुन छ संरचनाहरू त्यसलाई पनि चेन्ज गर्नुपर्छ होला र दोस्रो सेक्सनको कामहरू, दोस्रो पार्टको कामहरू पनि सुरु हुन्छ होला
र 2025 मा नेपालमा होम ग्राउन्डमा त्यति धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरू पनि छैन। त्यसले गर्दाखेरि पनि यो एउटा राम्रो विन्डो छ निर्माण गर्नको लागि र छोटो समयमा निर्माण गर्न सकिन्छ भने पक्कै पनि त्यसले चाहिँ देशकै अर्थतन्त्रलाई पनि एउटा राम्रो मेसेज दिनेछ र क्रिकेट अहिले आफैमा एउटा हाइट लिँदै गर्दाखेरि एउटा भनौँ न देशकै इकोनोमीलाई चाहिँ स्टिमुलेट गर्ने एउटा साधन बन्न सक्छ क्रिकेट भन्ने जुन देखिएको छ त्यो पनि एउटा सकारात्मक सङ्केत हो। स्पोर्ट्सलाई इकोनोमीसँग जोड्नुपर्छ, स्पोर्ट्सलाई टुरिज्मसँग जोड्नुपर्छ, त्यसपछि मात्रै स्पोर्ट चाहिँ व्यावसायिक हुनसक्छ र स्पोर्ट्स दिगो पनि हुनसक्छ र त्यसलाई हामीले चाहिँ लङ रनमा लैजान सक्छौँ, त्यसलाई चाहिँ लामो समय त्यसबाट चाहिँ फाइदा लिइरहन सक्छौँ। त्यसरी चाहिँ स्पोर्ट्सलाई आजको युगमा चाहिँ अलिकति बढीभन्दा बढी व्यावसायिक चाहिँ बनाउँदै लैजानु पनि पर्ने हुन्छ। र नेपालमा पनि पछिल्लो समय हेर्नुहुन्छ भने क्रिकेट चाहिँ अलिकति प्रोफेसनल लेभलमा चाहिँ जाँदै गइसकेको चाहिँ भन्न मिल्दैन, जाँदै गरेको अवस्थामा रहेको छ। र अहिले यहाँ जुन प्याराफिटहरू बन्दैछ यो चाहिँ 10,000 क्षमताको बनिरहेको छ भने भविष्यमा चाहिँ यो बढ्नेछ पक्कै पनि र कम्तीमा पनि एउटा चरणको निर्माण सकिँदै गर्दाखेरि ओभरअल चारैतिरको जुन प्याराफिटहरू बन्दै गर्दाखेरि चाहिँ त्यो 25,000 सम्मको दर्शक क्षमता हुन्छ भनिएको छ र त्यसपछि पनि पक्कै पनि यसलाई चाहिँ अलिकति एक्सटेन्ड गर्न सकिने या बढाउन सकिने खालको हिसाबले चाहिँ पक्कै पनि निर्माण हुन्छ होला। त्यो फ्युचरिस्टिक हिसाबले चाहिँ निर्माण गरिनुपर्छ, किनभने क्रिकेटको क्रेज राम्रो छ काठमाडौँमा र नेपालभरिको दर्शकहरू काठमाडौँमा आएर क्रिकेटहरू हेरेको हामीले यस अघि पनि थुप्रै उदाहरणहरू देखेका छौँ र दर्शकहरू चाहिँ धेरैजनाले चाहिँ टिकटहरू नपाएको गुनासो पनि गर्नुहुन्छ। 20,000 25,000 दर्शकहरू भित्र छिर्दै गर्दाखेरि कैयौँ दर्शकहरू चाहिँ टिकट नपाएको गुनासो साथमा बाहिरबाट हेर्ने गरेको थुप्रै उदाहरणहरू छन्। प्रमुख प्रतियोगिताहरूमा र नेपाल र अन्य देशको प्रतियोगिताहरूमा पनि त्यस्तो हुने गरेको छ। त्यसैले चाहिँ यहाँनिर चाहिँ अलिकति राम्रै क्षमता भएको स्टेडियम चाहिँ पक्कै पनि चाहिन्छ होला र त्यो हिसाबले चाहिँ निर्माणलाई चाहिँ एक्सटेन्ड गर्ने हिसाबले चाहिँ गरिनुपर्छ। र नेपालमा अब भनौँ न यो क्रिकेटसँग भएको कुराहरू चाहिँ एउटा राम्रो डेभलपमेन्टको वेमा गइराखेको भएर चाहिँ गभर्मेन्टले पनि यसरी साथ दिनुभएको छ। अलि ढिलो भएको छ क्रिकेट स्टेडियम हुन, यो 10 वर्ष अगाडि नै बनेको भए अझ राम्रो हुन्थ्यो। 2014 तिर जतिखेर नेपाल पहिलोचोटि टी20 वर्ल्ड कप खेल्न गएको थियो बङ्गलादेशमा, त्यो हिसाबले चाहिँ राम्रो हुनु पर्थ्यो। तर अब ढिलो आए पनि ठिक छ, देर आए दुरुस्त आयो भन्ने कहानी नै छ। अब ढिलै भए पनि यस्तो राम्रो निर्माण चाहिँ नेपाल सरकारले गर्न गइरहेको छ र यसलाई चाहिँ निर्माण समयमै सिद्ध्याएर क्यानले चाहिँ यो ग्राउन्डमा फेरि ठुला प्रतियोगिताहरू आयोजना गर्न सक्यो भने पक्कै पनि त्यसले सबै पक्षहरूलाई मद्दत पुर्याउनेछ। स्पोर्ट्सलाई चाहिँ एउटा नेक्स्ट लेभलमा लैजानलाई यो ग्राउन्डले चाहिँ पक्कै पनि मद्दत पुर्याउनेछ। टियु ग्राउन्डलाई नेपाली क्रिकेटको गडको रूपमा पनि चिनिन्छ, नेपाली क्रिकेटको एउटा खम्बाको रूपमा पनि चिनिन्छ, महत्त्वपूर्ण एस्पेक्टको रूपमा हेरिन्छ यसलाई। किनभने नेपाली क्रिकेटलाई गाउँसम्म पुर्याउन, ठाउँसम्म पुर्याउन, डाँडासम्म पुर्याउन, हिमालसम्म पुर्याउन चाहिँ टियु ग्राउन्डले चाहिँ महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। नेपालकै महत्त्वपूर्ण त्रिभुवन विश्वविद्यालयभित्र रहेको यो ग्राउन्डले चाहिँ क्रिकेटलाई फैलाउनमा नेपालभरिको जुन स्टुडेन्टहरू आउनुहुन्छ टियुमा उहाँहरूले चाहिँ क्रिकेट यहाँबाट बुझ्ने मौका पाउनुहुन्छ र यसलाई चाहिँ एक्सपान्ड यसरी पनि क्रिकेट भइराखेको छ। त्यसैले यसको महत्त्वपूर्ण भूमिका छ र टियुले चाहिँ क्रिकेटलाई फैलाउन मद्दत पुर्याएको छ भनेर भन्न सकिन्छ। र यसरी टियुले चाहिँ यहाँनिर यो समय भनौँ न आजभन्दा कैयौँ वर्ष अगाडि यसरी यो ग्राउन्ड उपलब्ध गराउँदाखेरि पनि यसले क्रिकेटलाई मद्दत पुर्याएको छ। त्यो हिसाबले चाहिँ एज अ क्रिकेट फ्यान हामीले टियुलाई पनि धन्यवाद दिनुपर्छ र जसरी क्रिकेट अब अगाडि बढ्न खोजिरहेको छ निकै सकारात्मक सङ्केत छ र चाँडै स्टेडियम चाहिँ तयार हुनेछ र हामीले ठुलो प्रतियोगिता हेर्न पाउनेछौँ।